यो पार्कमा हाम्रो नेपाली झन्डा चाहिँ यसरी फरफराएको छ साथीहरूलाई हेर्नुहोस्। ल धेरै गाई गरी यहाँ हलाइदिन्छ नहला मलाई यो के भइसक्यो यो अखेर भयो क्या मलाई रिगाटो चल्छ कि गाइजहरू यो पिङ खेल्दाखेरि चाहिँ त्यही भएर नहल्ला भने झन् हल्लाइदिन्छ क्या पिङ त म खेल्न सक्दिनँ मलाई चाहिँ पिङ खेल्यो भने रिगाटो लाएर भमिट होला जस्तो जस्तो पो हुन्छ के भयो हो गाईहरू त्यो कमजोर हो यो शरीरको लिइहाल्छु अनि सो फ्याबुला साथीहरू अनि स्वागत छ यहाँहरूलाई मेरो न्यू ब्लग एन्ड न्यू डेमा। यहाँहरू सबैजना चाहिँ स्वस्थ हुनुहुन्छ होला, खुसी हुनुहुन्छ होला र सक्रिय हुनुहुन्छ होला भन्ने चाहिँ मलाई विश्वास लागेको छ र म पनि एकदमै स्वस्थ र खुसी सुखी र सक्रिय छु साथीहरू। त्यसैले आज चाहिँ छुट्टीको दिन चाहिँ नानीहरूसँग यसो घुमघाम गर्नको लागि चाहिँ एउटा सानो पार्कमा आएको छौँ र इच्छान खोङनमा र विशेष गरेर यहाँ चाहिँ अब अलिकति ताल पनि छ अनि केही चाहिँ अब घुम्नको लागि र पिङ खेल्नको लागि चाहिँ छोरीले एकदमै इन्ट्रेस्टेड भएको हुनाले उसलाई पिङ पनि खेलाइदिउँ भनेर ल्याएको छु। त्यसैले गर्दा सबैभन्दा पहिला म वेलकम गर्दछु मेरो जीवन साथी यानि कि प्रियलाई है साथीहरू। प्रिय उनी चाहिँ अलि लजाउँछिन्, आज चाहिँ भिडियो बनाउँदै नलजाउने बनाउन खोजिरहेको छु है मैले साथीहरू। यति नै हो। अनि आज चाहिँ हामी पार्कमा आएछौँ, जे पार्क घुमघाम गर्ने होइन त, बब्बाल घुम्ने है। ल वेलकम छोरी सबिरा। म इल्सान खोङना घुम्न आएको भने। अनि यो तिमी के खाएको हो? कतुस। कतुस मिठो हुन्छ? कतुस मिठो हुन्छ? ए खै देखाइदेऊ त एउटा नफुटाएको देखाउ त कस्तो छ। ल फुटाउ त, फुटाएर खाइदेऊ त। यो के हो अरे सबिरा? कटुस। ल खाइदेऊ ल। आमामा र स्पेसल यहाँ कोनेमा चाहिँ फार्म भनिन्छ साथीहरू, नेपालमा पनि होइन। अब यो लेकाली कटुस भने चाहिँ ठुल्ठुलो पाइन्छ। अब यहाँ चाहिँ यस्तो देखिन्छ र यो चाहिँ एकदमै मिठो छ, एकदम मिठो छ। लु खाइदेऊ त कसरी खान्छ ल मिठो छ भने। र ऊ चाहिँ यहाँ कोरी आइसके पछाडि सबैभन्दा पहिलोचोटि खाँदैन नि क्रेजी भएको यसमा चाहिँ होइन। एकदमै उसलाई मिठो लागेर उयो चाहिँ देख्यो भने चाहिँ उसले कटुस खाने भनिहाल्छ। ल खाऊ ल खाऊ। ओके मिठो छ। ल आज चाहिँ विशेष गरेर मेरो प्यारो भाइ चाहिँ नेपाल छुट्टी गएको थियो र ऊ पनि अब आइसकेको छ। त्यही भएर आज हाम्रो प्यारो भाइ पनि हामीसँगै चाहिँ घुम्न आएको छौँ पार्कमा र उसलाई म स्वागत गर्दछु। ल मेरो प्यारो भाइ। हेलो गाइजहरू, वेलकम छ तिमीलाई। 2 महिना 3 महिनाको छुट्टीबाट चाहिँ कोरिया आएको। अलिकति रुगामुर्कीले होइन मौसमले गर्दा अलिकति समस्या भएको छ घाँटीमा है। ल गाइजहरू, मेरो बिरा अफिसियल युट्युब च्यानल मेरो दाइकोमा चाहिँ सबैजनाले हेरिदिनु होला। हेलो सबिरा गाइज, के गर्दै हो तिमी? आमामा आराम छ है? निन्द्रा पुग्यो? यस्तो भेट्यो अनि सुतेको के हो? आमा
ओहो यहाँ त कटुस त पाइन त हौ यहाँ कटुस पाइँदैन त हौ ब्यागमा छ अहिले पख ल दिन्छु म GOYANG खोयाङ भन न हाम्रो खोयाङसीको खोयाङ है हजुर बिना गाइस अनि घुमघाम कस्तो चल्दैछ त यो त कति दामी रहेछ है होइन हेर त माथि आज जस मौसम चाहिँ अब लगभग तातिन थालेछ है न्यानो किसिमको मौसम छ आज चाहिँ छोरी सबिरा त्यता अङ्कलसँग गफिँदै हिँडेछ त्यही त होइन हामी दुई यता गफिँदै हिँडिरहेको छौँ होइन त सबिरा हो हजुर भन आज त के हो ज्याकेट स्याकेट खोलेर सबिराले त पुरै जाडै छैन भनेर च्यालेन्ज पो दिइरहेछ त सबिराले त हाम्रो सबिरा गाइड चाहिँ पुरा ज्याकेट खोलेर हिँडिरहेछ होइन अब अझ गर्मी भइरहेछ अरे भन्दैछ हाम्रो बिना गाइज यतातिरै अनि बिना गाइज कोरिया कस्तो लाग्दैछ हौ कोरिया जस्तै रहेछ नेपालमा कोरिया कस्तो होला भन्ने चाहिँ परिकल्पना थियो नेपालमा हुँदाखेरि अनि यस्तो होला उस्तो होला भन्ने हुन्छ नि एक किसिमको सोचेकै थिएन कस्तो सोचेको थिएन परिकल्पनै नगरेको हो र होइन होला हौ ल यहाँ भिडियो लिँदैछन् हाम्रा गाइजहरू ऊ सुटिङ हुँदैछ गाइजहरूको यो हाम्रो सुन्तले डाँडाको चौरीमा हिँडे जस्तो लागेको छैन गाइज जस हाम्रो सबिरा चाहिँ एकदम इन्जोय गरिरहेको छ यहाँलाई हेर्नुहोस् है साथीहरूलाई हेर्नुहोस् है ल बनाऊँ ल हाम्रो छोरी सबिरा चाहिँ लागिसक्यो है एकदम उसलाई चाहिँ त्यो सानो स्मल कटेज देखिसकेछ होइन सानो घरमा जाने कि जाने भनेर चाहिँ अगाडि लागिसक्यो ल है गाइजहरू ल हेर्नुहोस् है जस छोरीले इन्जोय गर्दैछ होइन यही त हो जिन्दगीको खुसी होइन त यही त हो जिन्दगीको खुसी होइन त बिनाजी छोरी सबिरा हेऱ्यौ कटेज लु जाऊ बुक पर्ने ठाउँ रहेछ डिस्टर्ब हुन्छ नजाउ ल यो चाहिँ स्टडी रुम रहेछ है साथीहरूलाई हेर्नुहोस् यहाँनिर चाहिँ पार्कमा घुम्न आएको बेला बोर लाग्यो भने चाहिँ अब कसैलाई चाहिँ अध्ययन गर्ने पनि मन हुन्छ नि त त्यस्तो बेलामा चाहिँ अध्ययन गर्न सकिने रहेछ यहाँ चाहिँ बुकहरू पनि छ क्या म हल्का जुमिङ गरेर राखिदिन्छु होइन यो चाहिँ बुकहरू हो क्या साथीहरू हाम्रो गाइजहरू चाहिँ उहाँ तालमा पर पुगिसकेको छ होइन जस इन्जोय गर्दैछ गाइजहरू ताल हेर्न आइसकेछ गाइजहरू चाहिँ अनि के हो गाइजहरू आमामा के हो अनि गाइज के हो गाइजहरू अगाडि हामीलाई त आमा छोडेर त्यो पात हो माछा पनि छ यो पर ठुल्ठुलो देखिन्छ उता क्रस गर्दाखेरि उसलाई माछा हेर्न मन लागिसक्यो अरे सबिरालाई माछा हेर्न मन लागिसक्यो चाहिँ यहाँ त हुँदैन ल हाम्रो गाइजहरू चाहिँ यहाँ भ्यू चाहिँ एकदमै अवलोकन गरिरहेको छ है ल भक्तपुरको याद आयो अरे भक्तपुरको कुन ताल हो अरे गाइज
सिद्ध पोखरी कमल पोखरी के भन्ने छ कोनी माछा भएको पोखरी छ अरे गाइजहरू बिना गाईलाई चाहिँ भक्तपुरकै याद आइसकेको छ यहाँ आएर है कडा सबिरालाई चाहिँ कहाँको याद आयो ए छोरीलाई डुलाउन लाने भनेको ए त्यस्तो गाइज ल ल ल साथीहरू यहाँ चाहिँ हाम्रो गाइजहरू चाहिँ फिस हेर्दैछ है पक्रा नि फेरि पछाडि एउटा हातले पक्रा धेरै नगर लड्छ रमाइलो भयो सबिरा इन्जोय फुल इन्जोय हो अहिले त्यो हात गर्नु हुँदैन लड्छ खै कराएको हु गर्दै हुई सरर भन्नुपर्छ ल हाम्रो सबिरा गाइजले चाहिँ यहाँनिर इन्जोय गरिसके ल यस्तो ठाउँमा आम्मामा सबिरा यता अगाडि चाहिँ ताल छ होइन आम्मामा ताल हेर्दै सबिरा गाइज त के हो ल ल मामु छोरी ल के आनन्द त है आम्मामा आनन्दले यहाँ अगाडि ताल छ म पछाडिबाट धकेलिदिउँ ल म पछाडि धकेलिदिन्छु गाइज ल दुईजनालाई गाइजहरूलाई ओखे म ठेलिदिन्छु म तिमीहरू ल गाइजहरूलाई यति मजा छ ल हेर्नु यहाँ गाइजहरू बाबाले फेरि बाबा गाड्नु के हो गाइजहरू रमाइलो हुँदैछ हो हो र यहाँ चाहिँ गाइजहरू यस्तो राखिदिएको हुन्छ होइन आनन्दले यो पिङ हल्लिँदै होइन मजासँगले चाहिँ यसो रमित हेर्दै बस्नलाई मिल्ने खालको टाइपको गाइजहरूलाई आनन्द छ
ह्याप्पी गाइजहरू मजा मजा आयो गाइजहरू ल र अगाडिको सिन चाहिँ यस्तो छ गाइजहरू ल हेर्नुहोस् पर चाहिँ एउटा रेनबो बनाएको छ जुमिङ गरेर हेरै हालौँ साथीहरू यो चाहिँ रेनबो बनाएको है यहाँ बाल छ है पानीमा छाया देख्दाखेरि चाहिँ ठ्याक्कै सर्कल देखिँदो रहेछ है नलाउ धेरै गाइजहरू यहाँ हलाइदिएछ नहला मलाई यो के अरे भइसक्यो यो फेरि भइस मलाई रिङ्गाटो चल्छ कि गाइजहरू यो पिङ खेल्दाखेरि चाहिँ त्यही भएर नहल्ला भने झन् हल्लाइदिन्छ क्या पिङ त म खेल्न सक्दिनँ मलाई चाहिँ पिङ खेल्यो भने त रियाटो लाएर भमिट होला जस्तो जस्तो पो हुन्छ त के भयो गाइजहरू के कमजोरी हो यो शरीरको लिवाल्छु यहाँनिर धेरै बचाउने होइन थाहा छैन यो बुढा पुगेर यसो घुमिरहने मात्रै के भन्नु खेल्ने नै हो यो एकचोटि हल्लाइदिनु ल एकचोटि जुत्ता फाट्छ फेरि आओ सबिरा हेलो गाइज कम 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 वाउ माथि जाने ल ओके मिल्छ जाऊ माथि माथि पाउँछ मिल्छ हेलो सबिरा के हेरेको सबिरा ल्यामालाई हेर त दामी हेर्दैछ नि त
ओके अङ्कल चाहिँ यहाँ आएर बाबा चाहिँ आयो भने बाबा सबैभन्दा ठुलो हुँदो रहेछ। र यो चाहिँ माथिको सिन हेर्नुहोस् त गाइजहरू बबाल छ नि त। यहाँ चाहिँ कस्तो नि अब हाम्रो नेपालमा पनि विभिन्न गुम्बाहरूमा चाहिँ यो टाइपको बुट्टाहरू हुन्छ नि होइन, कलरहरू त्यस्तै क्या। यहाँ पनि यस्तो खालको कलरहरू देखिन्छ क्या, कलरिङ बुट्टाहरूको चाहिँ कुदेको देखिन्छ होइन। यस्तो हेर्नुहोस् न बबाल गाई चाहिँ यो चाहिँ अब यहाँको एउटा कला होइन। ल हेर्नुहोस् है दामी दामी बुट्टाहरू छ नि गाइज, हेर्नुहोस् है। ल हेर्नुहोस् न गाइजहरू दामी 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 बुट्टाहरू छ नि होइन। होइन त सबिरा यो बुट्टा कस्तो लाग्यो माथिको? बाबा आउनु भने आउनुहुँदैन हो यो माथिको बुट्टा कस्तो लाग्यो मैले तिमीलाई? बुट्टा छिसके। छुइसक्यौ? बुट्टा भने के हो? यो कलरको कस्तो लाग्यो? राम्रो राम्रो लाग्यो? ल जाउँ होइन, अब जाडो हावा चिसो पानी पर्छ अब है। ओके गाइज अनि त्यहाँबाट गुर्र भइरहेको ल ल बिना गाइज के हो जाडो भयो कि हो हो र? सबिरा गाइज ओ सबिरा गाइज छैन हाम्रो सबिरा गाइज चाहिँ के हेर्दैछ नि? बबाल दामी सिन हेर्दै रहेछ नि। यता हेर त कुकु देखे गुम्बा टाइपको माथिको उस पनि त्यस्तै हुन्छ नि बुट्टाहरू क्या, बुट्टाहरू त्यस्तै छ नि होइन। हाम्रो अङ्कल छोरी चाहिँ के गर्दैछ है? चिसो हुन थाल्यो त यार। यही बस्नु पर्ने चिसो हावा के भयो? चिसो चिसो हावा आयो गाइजहरू। खै ए कुकुरहरू बबाल डग चाहिँ खतरा रहेछ तल हेर्नु साथीहरू। गाइजहरू बबाल ल त्यहाँ हेर त कता डगहरू यार आमा बबाल हो। यस्तो जुम हानुमै आमा के हो यो बबाल आमा यार। ल गाइजहरू हेर्नुहोस् यो पार्कको एउटा विशेषता त के छ भन्दाखेरि वरिपरि एउटा बिचमा ताल छ होइन, र वरिपरि चाहिँ यस्तो मजाको सिन छ क्या साथीहरू। बब्बाल छ यो। पछि चाहिँ अब फुल फुलेको टाइममा चाहिँ हेर्नलाई बब्बाल दामी आउने हो होइन त सबिरा? फुल फुलेको टाइममा हामी आउने हो, फुल फुलेको टाइममा हामी आउने हो। गाइजहरू यो चाहिँ के हो भन्दाखेरि यो पछि रोज गार्डन हो, यो रोज गार्डन एरिया। यहाँ चाहिँ पछिको लागि रोजको लागि चाहिँ बब्बाल तयारी हुँदै रहेछ गाइजहरू। यो चाहिँ स्पेसल हिउँबाट बचाउनको लागि चाहिँ होइन राखिएको हो यो। यहाँ चाहिँ अब रोजहरूको चाहिँ पुरै के भन्छ बुट्टाहरू मात्रै छ, बिरुवाहरू मात्रै। जेहोस् बब्बाल दामी हुन्छ पछि चाहिँ जेहोस्। यहाँनिर हेर्नु त यहाँनिर यहाँ रोजकोहरू काटेर राखेको छ होइन। यहाँ हेर्नुहोस् त यी सबै यो चाहिँ अहिले चाहिँ यो माथिको हाँगा चाहिँ काटेर ठ्याक्क बनाएर राखेको छ होइन। अनि यहाँ तल देख्दै गर्नुभएको यो चाहिँ के हो त भन्दाखेरि यहाँ चाहिँ माटो भरेर चाहिँ सानो सानो उहरूमा बोरामा चाहिँ यो माटोले थिचेको प्लास्टिक उडाउँछ भने यो चाहिँ टनेल हाउस हो होइन गाइजहरू। ल हेर्नुहोस् है यसरी टनेल हाउस बनाएर चाहिँ रोज गार्डन यो चाहिँ बृहत छ। यो साइडमा पनि छ होइन, यो साइड पुरै रोज गार्डन हो। यो पछि चाहिँ अलि यहाँ तयारी हुँदैछ, यी पछि देख्न सकिन्छ यो चाहिँ रोज गार्डनको। र अहिले चाहिँ यो यस्तो अवस्थामा छ रोज गार्डन। र साथीहरू यहाँ चाहिँ अब हाम्रो नेपाली झन्डा पनि राखेको छैन। धेरै
देशको झन्डाहरू चाहिँ यहाँ यो पार्कमा राखिएको छ। त्यसमध्येमा हाम्रो नेपाली झन्डा पनि राखेको छ साथीहरू होइन। र योभन्दा पहिलोचोटि हामी के अरे झन्डा नेपालको पहिलोचोटि आउँदाखेरि देखेको थिएँ र पछिल्लोचोटि आउँदा पनि देखेको थिएँ, तर झन्डा चाहिँ देखेको थिइनँ होइन। र अहिले चाहिँ यसो हेर्दाखेरि हेरेको यहाँ पहिला नेपाली झन्डा थियो भनेर हाम्रो बिना गाईसँग कुरा गरेको थियो कि होइन। अनि यो साइडमा थियो पहिला, अहिले त छैन भनेको, बिना गाईले ठ्याक्कै देखेको क्या, त्यहाँ छ त नि अहिले पनि भनेको। तर हामीले चाहिँ यो भन्दा पहिलोचोटि आउँदाखेरि हेर्दाखेरि देखेको थिएनौँ क्या। तर यहाँ चाहिँ कस्तो रहेछ भने ल हेर्नुहोस् है साथीहरू, म देखाइहाल्छु हाम्रो नेपाली झन्डा चाहिँ त्यहाँनिर छ। नेपाली हाम्रो झन्डा यहाँनिर हेर्नुहोस् है फरफराइरहेछ। सबिरा गाई चाहिँ उहाँ गइसकेको छ, यो हो भनेर, यो हो भनेर छ। त्यहाँ नेम पनि लेखेको छ अरे होइन, त्यहाँ अहिले गएर हेरौँला। यो चाहिँ हाम्रो नेपाली झन्डा यहाँ फरफराइरहेको छ है साथीहरू। यहाँ यस्तो रहेछ। अब पहिला हामीले खोज्दाखेरि चाहिँ हामीले त्यो त्रिकोणाका हुन्छ नि, अब यसरी काटेर राखेको हुन्छ होइन, त्यसरी परबाट प्रष्ट देखिन्छ। तर यहाँ चाहिँ नकाटिकन होइन, सेतो भाग पनि त्यहीँ रहेछ क्या, तुनासहित चाहिँ होइन। र जति पनि त्यो झन्डाको भाग मात्रै रहने र यो सेतो भाग चाहिँ हाम्रो चाहिँ काटेर फ्यालिएको हुन्थ्यो। तर यहाँ चाहिँ पुरै सेतो भाग पनि नकाटिकन अन्य देशको झन्डा सोसरा चाहिँ राखेको रहेछ क्या त्यो अब पुरै के। त्यही भएर चाहिँ अस्ति हामीले खुद्दा नदेखेको रहेछ होइन। र अहिले चाहिँ हामीले देख्यौँ है, हाम्रो बिना गाइजले देखियो होइन। र अब हेर्दाखेरि यहाँ चाहिँ देशको नाम पनि लेखेको छ भनेर चाहिँ गरेको छ हाम्रो सबिराले। र यहाँ रहेछ हाम्रो चाहिँ यो चाहिँ हाम्रो नेपालको झन्डा हेर्नुहोस् है साथीहरू, यहाँ रहेछ है नेपाल भनेर चाहिँ राखेको रहेछ साथीहरू। यहाँ के लेखेको छ, हाम्रो नेपालको झन्डा भइहाल्यो। त्यस पछाडि लोकेसन, त्यसपछि क्यापिटल सिटी र त्यसपछि एरिया भनेर चाहिँ राखेको रहेछ है साथीहरूलाई हेर्नुहोस् है। अनि लोकेसनमा चाहिँ के लेखेको छ त भन्दाखेरि आसिया, हिमालय, सानमेक छुङआङ भनेर, सानमेक छुङआङ भनेर राखेको रहेछ होइन। स्पेसली अब हाम्रो चाहिँ नेपाललाई चाहिँ हिमालयको देश भनेर चिनिन्छ नि त, त्यही भएर पनि यहाँ चाहिँ एसियनको अब एसियन हिमालय भनेर चाहिँ यहाँले चिन्ने गरिन्छ क्या साथीहरू। एसियामा रहेको हिमालय एभरेस्ट माउन्टेनलाई चाहिँ उनीहरूले कोरियामा चाहिँ हिमालय भन्ने गरिन्छ, त्यही भएर उनीहरूले चाहिँ हिमालय भनिराखेको छ। र क्यापिटल सिटी त अब काठमाडौँ भनेर लेखेको छ। र एरियामा चाहिँ लेखेको छ यहाँ हेर्नुहोस् है कति, 1,47,516 किलोमिटर स्क्वायर भनेर चाहिँ राखेको छ साथीहरू। र यो चाहिँ हाम्रो नेपालको झन्डा यहाँनिर यसरी राखेको छ। र इल्साङ खोङ्गन पार्कमै साथीहरू यो चाहिँ विभिन्न देशको झन्डाहरू राखेको छ होइन। र सबैभन्दा पहिला सुरुमा कोरियाको राखेको छ साथीहरू झन्डा। र यसरी क्रमशः धेरै राष्ट्रहरूको चाहिँ यसरी झन्डा यसरी राखेको हुन्छ परसम्म। यो एक लाइन भयो, यो पछाडिपट्टिको लाइन पनि छ साथीहरू, यहाँ पछाडि हेर्नुहोस् है, यो पछाडि होइन, यो हाम्रो चाहिँ अगाडि बिचको भयो। योभन्दा पछाडिको लाइन पनि छ, यो पनि परैसम्म छ, माथिसम्मै छ। अनि त्यस पछाडि भनेको चाहिँ अर्को चाहिँ के छ भन्दाखेरि यो साइडमा बाँकी रहेको झन्डा चाहिँ त्यो साइडमा छ क्या, त्यो साइडमा चाहिँ थोरै छ होइन। यो पर पनि छ हेर्नुहोस् है गाइजहरू, यहाँ पनि यो साइडमा पनि, यो साइडमा पनि केही झन्डाहरू चाहिँ छन्, थोरै मात्रामा छ त्यता। र स्पेसली यो साइडमा चाहिँ धेरै दुईवटा लाइनमा चाहिँ गरेर राखेको छ साथीहरूलाई हेर्नुहोस् है यसरी। र अर्कोमा हाम्रो नेपाली झन्डा चाहिँ यसरी फरफराएको छ साथीहरूलाई हेर्नुहोस्। र यता हेर त सबिरा, हेलो सबिरा बिना, यो हो हाम्रो नेपाली झन्डा, याहु याहु नेपाली झन्डा। सबिरा बिना नाच्दैछ नेपाली झन्डाको उसमा ल। यो राति किनेर चाहिँ यो लाइट हालेर बजाऊ बजाऊ खै कस्तो साउन्ड आउँछ। ल ल टुङ्गा हान हिर्को सबै खै बजाएको बजा न। ल आऊ अहिले
बिना गाडी चाहिँ थाके जस्तो छ यता बसिरहेछ यता भित्र चाहिँ एकदम उयो छ जस्तो छ कलरफुल है फेरि खुलिहाल्छ नि फेरि खोलिहाल्छ नि 1 मिनेटमा अब चाहिँ हामी चाहिँ रुममा आइसकेका छौँ होइन आज चाहिँ विशेष गरेर हामी त्यो पार्क घुम्दै पानी परेको हुनाले चाहिँ अब चाँडै नै फर्केर रुममा आइसकेका छौँ अब चाहिँ खानपिन्ते गर्नको लागि चाहिँ म तयारी गर्दैछु र आज चाहिँ चिकन बनाउने कुरो छ होइन त्यो चिकन चाहिँ अब काट्न राख्दैछु यहाँनिर हेर्नुहोस् गाइजहरू ल अब म चिकनलाई चाहिँ खतरा पिसमा बनाउँदैछु गाइजहरू हेर्नुहोस् है स्टार्ट गाइजहरू यहाँ तिना गाइजले बनाउँदैछ लसुनको पेस्ट हो गाइज हाम्रो चाहिँ करी पनि रेडी भइसक्यो ग्रेभी चिकन अनि यता चाहिँ हल्का यो पोर्कको बन्दैछ हाम्रो ग्रेभी चिकन बनिसक्यो गाइजहरू अब हामी चाहिँ कत्रा खाइदिने हो नि त चाहिँ हाम्रो बिना गाइजले चाहिँ खाना पस्किदिन्छ बाला अब है ल गाइजहरू अब चाहिँ लगभग हामीले खाना पनि खाइसकेका छौँ हामी मेरो भाइ सबिरा बिनाजी हामीले सबै खानासाना खाएर चाहिँ अब लगभग सकिसकेका छौँ गाइजहरू र आजको घुमाइ चाहिँ विशेष गरेर अब पार्क
स्पेसल थियो। अब पार्कमा खासै त्यति धेरै त घुमेनौँ, चिसो चिसो मौसम पानी पर्ला जस्तो भएर चाहिँ हामी फर्किहाल्यौँ होइन। तातिएछ मजाले। र अब नेक्स्ट टाइम फेरि कुनै ठाउँमा चाहिँ अब जानेछौँ हामी भन्दै अब आजको भिडियोबाट चाहिँ हामी बिदा चाहन्छौँ। र मेरो भाइ पनि अब म पनि अब खाना अब दाइले बनाउनु भयो, भाउजूले पस्केर दिनुभयो होइन। अहिले अब दुःख दियौँ होइन। हामी चाहिँ खाना खाएर म चाहिँ अब आफ्नो रुममा जाने। हिँडेर आधा घन्टा जस्तो लाग्छ। ल गाइजहरू यस्तै छ हाम्रो कोरियाको बस्ती चाहिँ है। गाडीमा 5 मिनटमा पुगिहाल्छ मेरो भाइ। यस्तो अब गाडी हेर्ने भन्दै हामी चाहिँ अब बिदा चाहन्छौँ। र आजको यो भिडियोलाई पनि आज यहीँ अन्त गर्दै हामी बिदा चाहन्छौँ साथीहरू। र सबैजना स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र मस्त रहनुहोस् भन्दै हामी बिदा चाहन्छौँ। बाई बाई।